दादीमा छ होइन कहाँ जान लाग्यो मामा घर मामा घर बाई बाई हामी एकछिनमा भेट्छौँ भन अब आइपुगिसक्यो अब यहाँ अलिकति माथि गएर आई थिङ्क हिँड्नुपर्छ होला 2 घन्टा जति फेरि पहिला चाहिँ हामी यहाँ आएर बसेको थियौँ कि सजिलो बस्नु छु कत्रा देखिरहेको कत्रा सब तपाईँहरूमा अलिकति भ्यू देखाउँछु गाडी त भएर बिग्रियो टिमो फेरि जाडी बिग्रियो गाडी तीनटै गाडी बिग्रियो कि हजुर हजुर सरी बसिरहेछौँ हामी सरी ओ मिस ओ मिस ओ मिस रोड ही होगा इसको डर लगा बमिट हो गया आते डरले यो भन्दा यता साइडमा गएर यस्तो भिरै भिर्छ गाडी जान्न त ऊ हेर्नु न हामी त्यही मिलाएन फस्यो खतराहरू गलीको बाटो ठुला हाले कान्छा ओड बिहा मात्र आयर यही गाडी त यो माटो नै भिजेर गाडी त
मान्छे यस्तो छ गाडी जान जाडो छैन होला गर्मी होला यसो धकालेपछि त ल हाम्रो गाडी नि सबैजना आएर धकाले पो त धक्काले धक्काले Tôi giờ trong tôi lại là गयो goi त्यहाँ यस्तो हो 12 सबै आउनु है आउने यहाँ अब यो सबैजना पछाडि यस्तो चिप्लो छ माटो अम्बो अनि कहाँ जान्छ बल्ल त चढ्यो यस्तो बाटो यस्तो चिप्लो यहाँ ब्याग यहाँ मम्मी अब हामी यहाँबाट हिँडेर माथि गाउँ जान लाग्यो यहाँ त देखेन नौराउने घर जान लाग्यो भने अझ यहाँबाट हामी अझ हिँड्नुपर्थ्यो तर हामीलाई गाडी पायो त्यही भएर हामी चाहिँ गाडीमा आयो अनि यहाँबाट हिँडेर जानला अगाडि मान्छे नि देखेन होला आइएम सो मच स्ट्रङ किनकि मेरो यहाँ पनि ब्याग छ अनि यहाँ पनि छ ब्याग अनि मेरो यहाँ घाँटीको पछाडि पनि ब्याग छ अनि त्यसपछि तल पनि ब्याग छ आइएम भेरी स्ट्रङ है यस्तो डेन्जर ल्याएको नि हामी गाडीमा अब म तपाईँहरूलाई अर्को नेक्स्ट ब्लगमा चाहिँ आई विल सो हाम्रो रुई भ्याली गाउँ पुरा देखाउनु हुन्थ्यो तर फेरि बाटोमा गाडी यस्तो डेन्जर भएको थियो त्यही भएर चाहिँ क्यामेरा समात्न पाएन त्यसको लागि सरी बाटोहरू पनि के काम होइन सबै अफरोड छ नि त त्यो बेबोहरू चिप्लेको बाटोमा हामी पनि त्यही चिप्ल्याएको क्या यहाँ लाइट बलिरहेको नि यहाँ सबै यस्तो ब्युटिफुल घरहरू छ मन्दिरहरू छ पहिला आउँदाखेरि घुम्न जान पाएको थिएन कि म सो अब एकछिनमा म भ्लगिङ गर्छु हामी यो लाइट बलेको भन्दा नि उता जानुपर्छ गाइस सामानहरू बढिङ यस्तरी पल्टिनु पर्ने हुन्छ ढुङ्गाले यतिको चाहिँ बाटोमा सुत्नुपर्ने हुन्छ आदि म त उठ्नु नसक्ने भएछ गरम भयो क्या म बोकौँ यो पता न यो बलियो त बलियो छ घर आइपुग्यो मम आइपुग्यो आलु मामा खालो हो होइन न आलु मात्र उसको मेरो त्यो नभन्ने
यस्तो यम्मी मेरो फेभरेट अङ्गुरको हालत चाहिँ हेर्नु लाइक भयो यो सबै काचक किचिक भएछ होइन मम्मी अङ्गुर त सबै किचिक्कै भयो यो चाहिँ फुटेको अङ्गुर छानेर राखेँ ताजा अङ्गुर यहाँ छ यहाँ मम्मी छ कुकुरले ढेँडो खाएको देखाएको छ गाइज यहाँ त खान्छ नि यु क्यान सी खाऊ 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 एकछिन आइ यस्तो भएर ढेँडो गाइज ढेँडो सो मैले भ्लग इन गर्ने विशेष यस्तो गाह्रो भएको थियो नि गाइज अनि आउने बित्तिकै खायो सुत्यो अनि पेट यस्तो दुखिरहेको थियो अनि त्यही भएर मैले भ्लग नि इन गर्न बिर्सेँ सो होप यु गाइज लाइक माई टुडेज भिडियो भने आज चाहिँ फेरि नेक्स्ट भिडियो पनि चेक गर्नु होला नेक्स्ट भिडियोमा चाहिँ म तपाईँहरूलाई फुल रुबी भ्यालीहरू देखाउँछु मन्दिरहरू पनि देखाउँछु बट अलिक मन्दिरको लागि अलिक प्रब्लम भइरहेको किनकि मलाई अलिकति मिन्सुरेसन भइरहेको छ अनि रुबी भ्यालीको एउटा मन्दिर छ क्या माथिपट्टिको त्यो मन्दिरमा चाहिँ मिन्सुरेसन भएर छिर्यो भने चाहिँ मान्यता कि ठुलो पानी पर्छ अरे तर पर्न नि पर्छ कि एक्ज्याक्ट हुन्छ तर मेरो मिन्सुरेसन रोक्नु लाग्यो कि सो प्लिज भनेर रोकोस् भनेर भयो चाहिरहेको छु म किनकि अस्ति नेपाली नि जान पाएको थिएन कि सो आजको भ्लग चाहिँ यतिमै इन गर्दै गाइस होप यु गाइस माइट लाइक माई टुडेज भिडियो एन्ड अब म नेक्स्ट भिडियोतर्फ लागिरहेको छु सबै म निस्किनु पनि छ बाई